हामी लेफ्ट लाग्छौँ। यो चाहिँ अब यो सौरा गेट आयो, गैँडाको सिग्नल दुवैतिर, गैँडाको मूर्ति पुरै हात्तीहरू राखेको छ सजाएको पुलको छेउछाउमा मजाले। पुलको छेउछाउमा कति राम्रो बनाएको। यो चाहिँ राति चाहिँ बत्ती बल्बले बुन्ने, यी बत्ती बल्छ मरमरे अन्त हतिया के हतियाको पुल होइन देख्ला। अब यहाँ चाहिँ हामी राइट लाग्यो। यहाँ जति पनि नेसनल पार्क सौराहा अन्तर्गतको होटेलहरू सबै यहाँ देखाएको छ। नरिवल जुस पानी पिबै ल। नरिवलको पानी म चाहिँ उखुको खानु पर्ला। के छ नरिवलको पानी छ अनि उखुको राम्रो छ नि, राम्रो छ पानी धेरै छ। ल हामी चाहिँ अब यहाँ नरिवलको पानी बुढीलाई खुवाएर अनि त्यसपछि अब घरबाट भरतपुर हुँदै सौरा। अब यहाँ चाहिँ अब उखुको जुस र नरिवलको पानी खाएर अनि त्यसपछि लाग्नु पर्ला। अनि त्यसपछि गर्मी लास्टै छ चितवन भन्ने ठाउँमा। यहाँ चाहिँ आफूसँग राख्नुपर्छ नि भाइ। के गर्नु अन्तबाट भाडामा ल्याउँछ के अरे? ए ठाउँमा पो राख्नुपर्छ नि। राति भित्र राख्ने, दिउँसो कुनले लान्छ त नि त्यसो हो? ए ल ल ल। नरिवल त काट्यो तर उही पानी छ कि छैन त्यो पनि समस्या हो र। कति गिलास हुन्छ? ल आज चाहिँ हामी चाहिँ यसो चिसो खानु भनेको। यो कुर्सी पनि यस्तो भाँचिएको छ बिचरा। हामी चाहिँ अब वेलकम टु चितवन नेसनल पार्क सौरातिर लाग्यो। यो चाहिँ यहाँबाट होटेलहरू थुप्रै छन् होटेलहरू। यी यहीँनिरले बनल उठख्ने 2 वर्ष आगा अनि 4 वर्ष आगा 4 वर्ष भयो। यी यहीँनिरले बनल भोकर यात्रा ऊ यहीँनिरले बनल धेरै छ। कतबाट होटल बने। यहाँ चाहिँ घडी चौक सौराहा चाहिँ घडी चौक हो। घण्टाघर चौक रहेछ भन्ने। घण्टाघर चौक केही काकर होटल बनिए छ के सभा हल नयाँ देख्यो भने सभा हल सौराहा
भाई डाइरेक्ट थियो अब नहीं पकड़ ले बेच्यौँ डाइरेक्ट ओ हात्ती आयो नि टक्कै हो हात्ती चाहिँ ल यहाँ चाहिँ सौराको एउटा रौनक भनेको हात्ती पनि हो क्या यहाँ अब एकछिन अब गैँडा देखिन्छ कि देखिँदैन त्यो हेर्नु चाहिँ यो चाहिँ सौराको गैँडा बुलिरहेछ के अरे कहाँ ए मयूर चोक चरा चोक गरे मयूर चोक धरेको वर्ष चरा चोक धरे के ये यो हेरे न सौरव यसनोक बढ्छन् डोल बनाउले यहीँ रोले महाधिवेशन चल ल यहीँ कोन यत्रलाई दादा त अत्यार रह्यो हिँड बाप्रे यहाँ चाहिँ मान्छे टेक्ने ठौरी एन्डले हेर्यो यहीँ राजकुमार लेख्यो ये तेरोले हो यहाँ यी एकरभित्र सौरा चाहिँ सौरा बजार यो चाहिँ ऊ फेरि कुन हात्ती बच्चा समेत ओ हात्ती चौक यो हात्ती चौक रहेछ हात्तीको बच्चा समेत रहेछ गैँडोको म त यहीँ रहेछ बुले जङ्गल त्यहाँ थारू घरनाबाट चाहिँ विश्वकप फुटबल भइरहेको छ 2026 को यहाँ पुरा रङ्गी जङ्गी देखाएको छन् त्यस्तो राम्रो ठाउँ यहीँ से हेर्न के मोटरसाइकल धरौँ हेरे यो चाहिँ हाम्रो हामी चाहिँ ल उसमा राप्ती नदीको छेउमा पुग्यौँ अहिले यहाँ चाहिँ
राम्रो ठाउँ छ यो चाहिँ सौराको एरिया। अब यही अब खानासाना खाएर अनि त्यसपछि लाग्नु पर्ला। त्यसपछि यो सौराको यो होटल यहाँ त थारू शैलीबाट बनाएको छ। यहाँ चला ऊ आत्तिर्दा पुगेछ। राप्ती नदी बारबेक्यू बनाउने ठाउँ छ यो होटलको। यहाँ चाहिँ आज गैँडा चाहिँ देखिएन। यो चाहिँ राप्तीको छेउ हो। यहाँ यो राप्ती अहिले बाढी चाहिँ आएको छैन। धेरै बढ्ने अब यता खिसौरा यसमा गर्मीमा होइन न। यहाँ सौरा रत्ननगर म्युनिसिपालिटी फोटो खिचेँ। हामी सौराको मेन नगरीमा आएका छौँ। यहाँ चाहिँ सबै देखिन्छ पबहरू यहाँ देखिन्छ। यहाँ हात्ती बसेको छ। अजिङ्गर 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 छ। मृग कुञ्ज उपभोक्ता समितिले बनाएर चाहिँ यहाँ चाहिँ वृत्त चित्रहरू देखाउने रहेछ यो ठाउँमा। यहाँ चाहिँ यो वृत्त चित्र देखाइराखेको छ। हामी बुढाबुढी यसो एकछिन भए पनि टहलिया छौँ। यहाँ गोहीले चाहिँ उसलाई समातेछ चरा ढोको बनाउनु पर्छ नि खरेमा ढोको कपडा सिमेन्ट पर्छ नि तहरूले न। यतिको आर्ट चाहिँ गरेकै छन्। यताको बाटो चाहिँ अहिले भर्खर नयाँ बनाएको छ। यो पनि राम्रै ठाउँ छ टुरिस्ट। हामी आज चाहिँ यहाँ सौरा पुगेका छौँ। माथि अहिले खानासाना खानको लागि बसेका छौँ। अब यहाँ देख्न सक्नुहुन्छ यो सौराको माथि होटेलदेखि माथिको भ्यू हो। यहाँ राम्रो छ। यहाँ थुप्रै पबहरूदेखि लिएर रेस्टुरेन्टहरू यो पर्यटनको लागि राम्रो डेभलप गरेका छन्। यो चाहिँ हामी खाने रेस्टुरेन्ट। यहाँ चाहिँ बेलुका चाहिँ यहाँ रमाइलो हुन्छ। यहाँ जङ्गल सफारी लागि गाडीहरू आइरहेका छन्।
गर्मीले लखतारान परियो लास्टै गर्मी छ यो गर्मीको तालले एकछिन चाहिँ यहाँ खानसानो खाएर अनि हामी हिँड्छौँ अब चाहिँ खाना खान लाग्छ यहाँ हल्का मिठो छ खाना चाहिँ मिठो कस्टम लगेले बुढ्ने त नारायण रेस्टुरेन्ट स्वाद बढा 20 मिनटमा खाले त्यहाँस पुगोलछन् डल्ले बढा मटर पनिर बर्काउली काउली दाल दही र अनि त्यसपछि यो घिउ समेत सबै सिद्धिने रहेछन् मिठो बनाएको छ साग अनि सलाद अचार सबै हामी खानासाना खाएर अब पेमेन्ट गर्न लाग्छौँ मेरो चाहिँ तपाईँ के भन्नु त राइनु मात्रै अरे नि यो कति भयो बाबु खोलेको यो होटल हो ल राम्रो छ खाना चाहिँ टाइममा पाइयो राम्रो लाग्यो खुसी लाग्यो हैन ल कसको यो होटल कसको होटल यो त्यो थारूको कल्चर जस्तो छ त यस्तो स्ट्रक्चर हेर्दाखेरि ल हामी अब खानासाना खाएर अब यहाँ बाबुलाई पेमेन्ट गरेर अब चाहिँ हामी साह्रै गर्मी भयो गैँडा हेर्न आएको गैँडा पनि देखिएन गैँडा खै त कहिले आउने बाटो बाटो कहिले देखिन्छ हो त्यसो बेलुकातिर आउनु पर्ला ल बुढ्नी दसरी हो हात्ती त बाटोमा देख्यो अब ल आगा बस्का यो जग्गा हुन्छ हामी चाहिँ अब सौराहमा खानसाना खाएर अब लाग्यो अब यतातिर अपरा बेल द्यारे ठिक्क भी है पकड़ा सी हो म आफ्नो यो पकड़ल रहेछ हो यसै गएको हो यसले आगो गरौँ बाटो चाहिँ अप्ठ्यारो छ सौराको बाटो गाउँ यसै गएको न त